यशोदा दिदी यिनी यिनले चाहिँ यहाँनिर चाहिँ लास्टमा अघि चाहिँ खुवाएको चाहिँ नदेखाएको हामीले यहाँ आँप यहाँ सरिता दिदी यता हुनुहुन्छ यहाँ सरस्वती दिदी यहाँ हुनुहुन्छ यो चाहिँ हाम्रो रमाइलो यहाँ अम्बिका दिदी यहाँ हुनुहुन्छ फेरि मलाई चाहिँ कि वास्तै गरेन भन्नु नि यहाँ कस्तो मजाले खाइरहेको थियौँ ऊ यहाँ अनि बेजत नगर्नु होइन हाम्रो मन सफा हुनुपर्छ अब एकादशी जे भए पनि नचाहिँदो कुरो हाम्रो छैन हामी चाहिँ यसो दिदीको घरमा आएर आज निर्जलै हुन्छ निर्जला हो जल चाहिँ खाएको छैन अनि म निर्मला हो नि त त्यही भएर अनि सबैले चलाइराख्ने यहाँनिर चाहिँ है हामी यहाँ यसरी चाहिँ बसेर खाएको भिडियो हालिहाल्छु यस्तरी चाहिँ कस्तो रमाइलो हल्का रमाइलो गर्नुपर्छ जिन्दगीमा मरेर लानु केही छैन अब यो आँप चाहिँ धेरै बेरसम्म राख्यो भने झियाले खाला भन्ने पिर्छ है गाइस अब म चाहिँ खानु पर्यो सबैजनाले यहाँ खाइसके यहाँ कोहीले कस्तो मजाले हेरी हेरी खाइराख्ने यसरी यहाँ कोहीले कोही नै खाइसके यहाँ अम्बिका दिदीले यहाँ पुरै खाइरहनु भएको यहाँनिर चम्चाले अब चाहिँ गाइस म खाने है हेर्नुहोस् गाइस खाएकाले खान्छन् खान नपाएकाले खाँदैनन् हामी चाहिँ खान पाएको भएर चाहिँ हामी चाहिँ आँप यसरी खान्छौँ हेर्नुहोस् आँप